गएको अब पढ्न गएको भन्ने कि सुत्न गएको भन्ने के आज म दिउँसभरि बिहान 9:30 बजेदेखि अहिले 3:20 भयो 3:20 साल दिउँसभरि सुतेर आएँ कि अब गएको म पढ्न गएँ भनौँ अब सुत्न गएँ भनौँ अब गएको आएको छ रेगुलर आएको छ पढाइ छैन सुत्या दिउँसभर होइन अब के हिसाबले हेर्ने कि मलाई गएको सेन्सेहरूले पनि साइको भइरहेको छ सेन्सेहरू पनि उनीहरू साइको हुन्छ होला क्या गएको आउँछ 100% सधैँभरि गएको आउँछ तर पढ्दैन भोसडी आउँछ जस्तै छ किन टाइपको लाग्छ होला क्या अनि मलाई पनि लाग्छ फेरि म आफैले भन्छु भोसडी आउँछ 100 के भन्छ 100 दिन होइन 100% आउँछ गएको तर के को लागि ओझेलमा छ जिन्दगी अनि म चाहिँ अब फर्किनेलाई भयो उठेँ म यस्तो भइरहेको क्या साथीले उठायो उठेँ अनि निस्केँ गर्दा नि फेरि सुत्ने हो क्या फेरि सुतेको गएको किन भन्नुलाई फेरि रातभरि काम गरेर आएर है फेरि यति सुत्यो भन्नुलाई रातभरि काम गरेर आयो अनि सुत्यो यो मेरो मात्र होइन पीडा फेरि हरेक यहाँ स्टुडेन्टहरूको जापानमा त्यही नै हो पीडा फेरि म चाहिँ सुत्दिनँ भनेर आउँदा तिमीहरू कमेन्ट गर्ने तिमीहरू नसुत्नु होला तर धेरै सुत्छन् क्या बुझेन ल भाइ